थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन। साला यो जिन्दगी अनि गर्मी पनि उस्तै लाग्छ मलाई। साला यो जिन्दगी अनि गर्मी पनि उस्तै लाग्छ मलाई। दुवैले मन अनि ज्यान मात्रै जलाउने गर्छ। साला यो जिन्दगी अनि गर्मी पनि उस्तै लाग्छ मलाई। दुवैले मन अनि ज्यान मात्रै जलाउने काम गर्छ। गुड मर्निङ सम्पूर्णमा। बडीमालिका कालीकोट जिल्ला अछाम र बाजुरा जिल्लाको सिमानामा स्थल एक प्राकृतिक प्रमुख पर्यटकीय स्थल हो। यो स्थलको प्राकृतिक सांस्कृतिक महत्त्व ऐतिहासिक परिच्छेदको यसलाई पर्यटकहरूको लागि आवश्यक बनाउँछ। बडीमालिका क्षेत्रको मौसम ठन्डा र चिसो हुन्छ। विशेष गरी यसको पर्वतीय भूगोलका कारणले यहाँको उचाइ र पहाडी इलाकाले यसलाई ठन्डा बनाउँछ र सर्दीको मौसममा तापक्रम अत्याधिक घट्न सक्छ। यही कारणले यहाँको मौसम ठन्डा र चिसो हुन्छ, जसले पर्यटकहरूलाई शान्त र ताजगीपूर्ण अनुभव दिन्छ। त्यसैगरी वर्षा पनि यहाँ प्रचुर मात्रामा हुन्छ। यो क्षेत्र मानसुनको समयमा भारी वर्षाले प्रभावित हुन्छ, जसले यहाँको वनस्पति र वातावरणलाई अझ हरियाली बनाउँछ।